अन्डा अगाडि निस्क्यो होला कि चल्ला अगाडि निस्क्यो होला सोद्धा सोध्दै बुढी भइसके नानी बाबु हो सत्य के हो भनिदेऊ। भगवानले दुःख सुख साटासाट गर्न दाजुभाइ बनाएका थिए। तर अहिले सम्पत्ति बाँडफाँड गर्नको लागि मात्रै भएको छ। मन्दिरमा भन्दा हस्पिटलमा धेरै भगवानको याद आउँदो रहेछ। किनभने पीडा हस्पिटलमा हुन्छ, मन्दिर त जो पनि जान्छ। धन्न बोयफ्रेन्ड छैन मेरो, नत्र यो जाडोमा नुहाई धुवाई गरेर सुकिलो भएर भेट्न जान पर्थ्यो। चोट दिने भनेकै आफन्तले हो, पराईले त झुक्केर ठोकिँदा पनि माफी माग्ने गर्छन्। टुप्पोबाट कहिले केही फल्दैन, राम्रो फल लाग्न जराबाटै राम्रो गोडमेल हुनुपर्छ। कहिलेकाहीँ कमी कमजोरी देखाउने नै आफ्नो हुन्छन्, एकैछिन तारिफ त अनजानले नि गर्छ। समुद्रमा जति पानी भए पनि पिउनको लागि मूलको पानी नै चाहिन्छ। त्यस्तै संसारमा जति मान्छे भए पनि एउटा मात्रै जीवन साथीको साथ चाहिन्छ। पहिला फेसबुकमा आफ्नो मान्छे खोजी खोजी साथी बनाए, अहिले फेरि खोजी खोजी ब्लक गर्नु परेको छ। अरूले तिमीलाई जुन व्यवहार गर्दा तिमीले सहन सक्दैनौ त्यस्तै व्यवहार अरूलाई पनि नगर है। म अरूको चित्त दुख्ला भनेर सोद्धा सोध्दै आफ्नो चित्त दुखेको र अरूलाई नराम्रो होला भन्ने सोद्धा सोध्दै आफैलाई नराम्रो भएको थाहै भएन। थुनेको पानी र सुनेको कुराले कति बेला कहाँ बिगार्न सक्छ थाहा हुँदैन। विचार गर्नु है। सबैलाई देख्ने आँखाले तिमी आफैलाई देख्न सक्दैनौ, त्यसैले अरूको बारेमा मूल्याङ्कन गर्न त सक्छौ तर आफ्नो बारेमा सक्दैनौ। आँखामा आँसु देखाएर शत्रुलाई मौलाउने होइन, ओठमा हाँसो देखाएर शत्रुलाई बहुलाउने बनाऊ। काँडालाई समाएर किन बिजिस भन्नु र बैमानीलाई साथ दिएर किन धोका दिस भन्नु एउटै हो। पानी धेरै पिउँदा स्किनमा गोलो आउँछ भनेर पानी पिउँछु, मलाई त पिसाब मात्र आउँछ। म मान्छे नचिनेर एक्ली भएकी होइन, मान्छेहरूको असली रूप चिन्न थालेपछि आफै एक्ली भएकी हुँ। तपाईले कुनबाट नाम आउने केटासँग बिहे गर्न चाहनुहुन्छ? यहाँबाट नाम आउनेसँगै बिहे गर्ने हो म त। को छ यहाँबाट नाम आउने? कमेन्टमा मेन्सन हानिदेऊ त।